साथीहरु सृष्टि र पर्वतेको विवाह छिटो भन्दा छिटो हुनु पर्दछ र रमेश अनि साउकी भान्जीको विवाह पनि छिटो भन्दा छिटो हुनु पर्दछ भन्ने जतिले हाम्रो यस भिडियोलाई एक लाइक गरी च्यानललाई सब्स्क्राइब गर्न भने अवश्य नभुल्नु होला। र के साँच्चीकै अब सृष्टि र पर्वतेको विवाह हुने नै हो त आउनुहोस् पूरा भिडियोमा जानकारी दिने नै छ। दर्शकबिन यति बेला सीताको दाजु र भाउजू भने गाउँलेहरूको पैसा खाएर भागेका छन्। तर यता गाउँलेहरूले जब सीताको दाजु र भाउजू हाम्रो पैसा खाएर भागे भन्ने कुरा थाहा पाएपछि गाउँलेहरू बोलाएर सीताको घरमा सीतासँग पैसा माग्नका लागि आएका हुन्छन्। तर उताबाट जगतेले के तिमीहरूले सीताको दाजुलाई पैसा दिदा हामीलाई सोधेर दिएका थियौ र भनेर जगतेले भनेपछि यति बेला सबै गाउँले भने आफैमा पछुताएका छन्। ओ साथीहरू, पछिल्लो समयमा सीताको दाजु र भाउजू मिलेर यता आफ्नो घरबाट आफ्नी आमालाई पिटेर उता सीताको घरमा पुगेका हुन्छन् र त्यो घरबाट केही पैसा लगेर भाग्नुपर्छ भन्दै उनीहरूले प्लान बनाएका हुन्छन् र गाउँका मान्छेहरूलाई 1 महिनाको डबल गराएर दिन्छु, जति 1-2 लाख जति दिन सक्नुहुन्छ दिनुस् भन्दै गाउँलेहरूसँग पैसा मागेका हुन्छन् र ब्याजको लोभ देखाएका हुन्छन्। र त्यही ब्याजको लोभले गाउँलेहरूले भने सीताको दाजुलाई भने कसैलाई नसोधिकन पैसा दिएका हुन्छन्। तर यति बेला ती सीताका दाजु र भाउजू भने सबै गाउँलेका पैसा खाएर भागेका छन्। तर जब सीताको दाजु र भाउजू त्यहाँबाट पैसा खाएर भागेका हुन् भन्ने कुरा गाउँलेहरूले थाहा पाउँछन् तब भने सबै गाउँलेहरू ठुला ठुला मान्छेलाई बोलाएर सीताको घरमा आएका हुन्छन् र सीतासँग पैसा मागेका हुन्छन्। तर सीताले भने मैले तपाईहरूलाई कति पनि पैसा दिन सक्दिन, के तपाईहरूले मलाई सोधेर दिनु भएको थियो र मेरो दाइलाई पैसा भन्दै सीताले भनेकी हुन्छन्। र उताबाट जगतेले पनि सीतालाई नै साथ दिएका हुन्छन्। यहाँ आएर धेरै नकरा नत्र बानी अहिले दाउराले खलास भन्दै उनले भने गाउँलेहरूलाई त्यहाँबाट धपाएका हुन्छन्। र त्यसपछि सबै गाउँलेहरू भने लोभले लालच गर्नुहुन्न भन्ने कुरा थाहा पाउँछन् र आफैमा पछुताएका हुन्छन्। ओ साथीहरू, पछिल्लो समयमा सीता सिरियलमा यस्तै भएको छ कि अब साँच्चीकै उता सृष्टि र पर्वतको विवाह हुने नै हो त साथीहरू। सृष्टि र पर्वतको विवाह पक्कै पनि हुनु पर्दछ र उता रमेश अनि त्यो साहुको भान्जीसँग पनि विवाह हुनु पर्दछ भन्ने जतिले हाम्रो यस भिडियोलाई एक लाइक गरी च्यानललाई सब्स्क्राइब गर्न भने अवश्य नभुल्नु होला है त। हस्त साथीहरू, आजको लागि यति नै, भेटौला अर्को नयाँ भिडियोमा। त्यति बेलासम्मको लागि बिदा चाहन्छु।